पोखरा साँच्चीकै विश्वकै सबैभन्दा उत्कृष्ट सहर मध्येको पोखरा पर्दछ। पोखरा झर्ने बित्तिकै पोखराको यो विमानस्थलमा झर्ने बित्तिकै पोखराकाबाट नजिकै रहेका यी सुन्दर हिमालहरूले पर्यटकहरूलाई हार्दिक स्वागत गरिरहेका हुन्छन्। हार्दिक स्वागत गर्दै यी देखिएका अन्नपूर्ण माछापुच्छ्रे, अन्नपूर्ण 3, धौलागिरी, मनासुलु त्यस्तै अन्य विभिन्न खालका हिमालहरूले साँच्चीकै पोखरामा आउने विदेशी पर्यटक र आन्तरिक पर्यटकहरूलाई हार्दिक स्वागत गरिरहेका हुन्छन्। पोखराबाट देखिने यी सुन्दर दृश्यहरू साँच्चीकै भन्ने हो भने पोखराको सुन्दरतालाई अत्यन्त रूपमा अगाडि बढाउनका लागि र विश्व सामु परिचित गराउनका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। पोखराबाट नजिकै रहेका हिमाल, पहाड र पोखरामा रहेका तालतलैयाहरू साँच्चीकै भन्ने हो भने पोखराका सुन्दर प्राकृतिक स्रोतका रूपमा यसलाई लिन सकिन्छ। आज पोखरा विश्व सामु परिचित नामका रूपमा अगाडि बढिरहेको छ भने देशमा पोखरा भन्दै बित्तिकै धेरै नेपालीहरूमा घुम्नै जानुपर्छ है, एकचोटि घुम्नै पर्छ भन्ने खालको एउटा सोच मनमा आइहाल्छ। यो सोच मनमा आइहाल्नुको मुख्य कारण भनेको पोखराबाट देखिने यी सुन्दर दृश्यहरू, पोखरामा रहेका प्राकृतिक दृश्यहरू नै पर्दछन्। त्यसैले त पोखरा साँच्चीकै पोखरा नै जस्तो छ। पोखरामा सबैजनालाई हार्दिक स्वागत छ।